बिहानै उठेर ब्रुस गरे अनि बाहिर गएर हेरेको केही जुठो भाँडा रहेछ। त्यही भएर चाहिँ मलाई भाँडा धुन। भाँडाको साथसाथ आफ्नो मुखलाई पनि धोयो अनि धोएको भाँडालाई चाहिँ मैले भित्र लिएर राखेँ। अनि मम्मीले चाहिँ साग टिपिरहनु भएको थियो। अब चाहिँ मम्मीले साग भुट्नुहुन्छ होला भन्न भनेको त मम्मीले त साग काँचै खान्छु पो भन्न भन्नुहुन्छ बा। मम्मीले मलाई मजाक गरेर यत्तिकै भन्नु भएको होला भन्न भनेको त मम्मीले साँच्चीकै काँचोसँग भातसँग पकाइदिनु भयो। तै पनि क्या मजाले। मम्मीले ट्राई गरेको देखेर कस्तो हुँदो रहेछ त म पनि ट्राई गर्नु पर्यो भनेर ट्राई गरेको जोस काँचो साग पनि मिठै हुँदो रहेछ। अनि सागपातले हाम्रो आँखाहरू पनि एकदम तेजिलो बनाउँछ। त्यही भएर सागपात चाहिँ हामीले एकदमै धेरै खानुपर्छ। दुई आमा छोरा मिलेर एकछिन बाहिर चारो दिने काम गरिसकेपछि मलाई कपडा लाएर आफू काममा जाने रेडी हुनेतिर। पुरानो कपडा खोलिसकेपछि आफूले धोएको सर्ट प्यान्ट ज्याकेट बस लगाएर टक्क दामीसँग हिरो जस्तो रेडी भइसकेपछि मम्मीलाई 50 रुपियाँ मागे अनि मसिलाई कोलपुरतिर फोटो खिच्ने। अनि एउटा अटो चढेर कोलपुर पुग्ने बित्तिकै अब चाहिँ बाउन्सरी गर्नुपर्छ भन्ने क्यामेरासम्म झिक्ने के पाएको थिएँ। मान्छे नै नदेखिरा भने जहाँ हेरे पनि बरु सुनसान। 1-2 घन्टासम्म कोही फोटो खिच्ने मान्छे नै नभएर यति भौतारिसकेपछि मलाई बल्ल बल्ल फोटो खिच्ने यो क्लाइन्टहरू भेटिनु भएको थियो। यो क्लाइन्टको चाहिँ मैले टक्क 100 को जति फोटो खिचेँ अनि म चाहिँ गएँ चिकन फ्राइड राइस खान। अनि त्यसपछि मसँग फोटो खिच्दा आएको थियो 2 वटा फुच्चीहरू। तर यो 2 वटा भाइहरूसँग पैसा नै लिन्छ। त्यही भएर चाहिँ मैले यिनीहरूलाई फ्रीमा फोटो खिच्दिएँ अनि बदलामा मैले चाहिँ मेरो च्यानल सब्स्क्राइब गरिदिने भन्न भने। तपाईँले पनि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु।